Hello and very good morning. अब हाइली चाहिँ हामी उत्तरीमा छौँ है। आजको हाम्रो यहाँबाट चाहिँ आजको ट्रिप सुरु हुँदैछ र हाम्रो ट्रिप चाहिँ यो पालिको फोक्टी डाँडा अनि सिङ्गालीलासम्म जाने प्रयास हुनेछ है। र हेरौँ के हुनेछ। अब भने चाहिँ हामी उत्तरबाट उकालो हिँडेको यहाँ हाम्रो टिम त छ। अब चाहिँ के भन्दैछ तिमीलाई रमाइलो होला छ। यहाँ कोही अगाडि जाँदैछ, यहाँ पछाडि पनि आउँदैछ तल तलतिर। पुगिन्छ होला। यो त अनकट हो, यो त हुनुहुँदैछ प्रेसिडेन्ट साहब, हाम्रो ओसन सर, म्याडमहरू। के भन्दैछ तपाईँलाई? एकदमै रमाइलो भइरहेको छ। हेरौँ न अब अगाडि कस्तो हुँदै जान्छ। अब यहाँ चाहिँ हाम्रो म्याडमहरूको फोटोग्राफी हुँदैछ। यो म्याडम कपट पर्दैछ। यहाँ सुदीप, यहाँ चाहिँ सुजु, यहाँ चाहिँ प्रेसिडेन्ट। अब भने चाहिँ हामी दुई भाइ चाहिँ यहाँ आइपुग्यौँ। वेलकम टु भर्सी रोडोडेन्ड्रन सेन्चुरी। ठ्याक्कै अब चाहिँ हामी आधी बाटो आइपुग्दैछ। यहाँ चाहिँ यस्तो हुँदैछ। हाम्रो आजको बस्ने अनि खानेको बन्दोबस्त चाहिँ आउँदैछ है। हामी चित्रे आइपुग्यौँ। अन्त यहाँ चाहिँ हाम्रो यो सरसामानहरू लगेर जाँदैछ टिमले। यहाँ सर चाहिँ एकदम थाक्नै भएको छैन हौ, पटक्कै नथाक्ने हो। उहाँले चाहिँ सबै सकिसकेको ट्रेकिङहरू चाहिँ होइन। अन्नपूर्ण बेस क्याम्प माथि एभरेस्ट सबै सकेर यो यता चाहिँ त्यसै वार्मअपको लागि मात्रै आउनु भएको थियो। फाइनली अहिले चाहिँ टिमहरू पनि सबै आइपुगेको छ र यहाँ जोस चाहिँ उत्तिकै छ, थकान छैन। कामबाट लिएर उत्तिको चाहिँ हुनु पर्यो नि त हो। को थाक्यो? अलस तलस लस्टल को थाकेन? खतरनाक खतरनाक, सबजना खतरनाक। नदेखाउँ मलाई। हो झन्डै के अलिअलि मात्रै। ल हाम्रो खाजा चाहिँ यस्तो छ हो। हाम्रो टिम
हामी चाहिँ अहिले यहाँ आइपुग्यो। अब यो रोडको बाटोसम्म चाहिँ आइपुगेछ। यहाँ सबैजना डाउन भएको जस्तो छ। हाम्रो भिडियो सर चाहिँ यहाँ हुनुहुन्छ। बस पोस्ट नदिनु है, अब पोस्ट नदिनु है, तपाईँ पोस्ट नदिनु है। यहाँ हाम्रो टप सरहरू चाहिँ यहाँ आउनुहुँदैछ है। खास एकदम के हो भनिदिनुहोस्, जेन्युन हो। के छ राखेछ नि त कुन हो निकै छोडे क्या हो यहाँ। सर निकै छोडे क्या हो, चिज निकै छोडी पठायो क्या हो। सर के पकाइ खानुहुँदैछ तपाईँ? के पकाइ खानुहुँदैछ? ल है ल है। यहाँ म्याडमहरू पनि आउनुभयो। हाम्रो टेन्ट चाहिँ यसरी लागिएको छ। यहाँ अगाडि अगाडि आइकेको छैन है। यहाँतिर यसरी आजको बसा यस्तो छ हाम्रो। लु हामी चाहिँ यहाँ अब यसै टेन्टभित्र हल्का तातो भएर हो। हाम्रो टिमहरू यस्तो छ, यहाँ पनि छ है। तातो भइरहेछ यहाँ चाहिँ। हामीलाई संसारले अलिक थाक्नु भयो अरे एकछिन रेस्ट गर्नु। आजको बारेमा, आजको दिनको बारेमा के भनिदिनुहोस्। आज बिहानदेखि अहिलेसम्ममा भुँडीमा अलिक चारो चाहिँ छ नि। चारो पऱ्यो ठिकै छ, तर अरू मजा आएर छ। ओके अब भोलिको के हुन्छ है? भोलिको राम्रै छ। ओके ल है त सर। हाम्रो टिमहरू चाहिँ अब बेलुका यसो आगो ताप्दै गीत सुन्दै रमाइलो छन् चिवा भन्ज्याङमा है। रेशम फिरे हुन्छ चौकिने हामी गर्छौँ ल। आज चाहिँ हाम्रो क्यान्डल लाइट डिनर शिव भन्ज्याङमा। आज चाहिँ डे 2। अब चाहिँ हामी यहाँबाट लागेको। आजको डेस्टिनेसन चाहिँ कालीझार। त्यहाँबाट चाहिँ भोलि फेरि फोक्टेको भ्यू हेर्नुको लागि है। भिडियो सुसु यहाँ छुट्टी काफी चाहिँ किन्नु भयो नि यहाँ
डे 3 र आज चाहिँ हामी बिहानै सनराइजको भ्यू होइन पाइरहेको छु। रेस पर्दै गरेको चाहिँ यहाँबाट यति भ्यूजको लागि चाहिँ हामी दुःख गरेको। ल यहाँ टिमहरू सबैजना छ, यता पनि टिमहरू छ। हेलो सबैजना हेलो सर। यहाँ चाहिँ सनराइज भइसकेको छ। अब चाहिँ टक्कै सनको रेजले चाहिँ टक्कै यहाँ कञ्चनजङ्घा टक्कै फर्स्ट रेज चाहिँ यति भाजी के खोज्नु अन्त अब। चाहिँ मजाले निस्किसकेको छ। यहाँ चाहिँ फोक्टी डाँडा टक्कै क्या बात। टक्कै यहाँ कञ्चनजङ्घा। अब चाहिँ एभरेस्टमा पनि माउन्ट एभरेस्टमा पनि घामले भेटिसकेको छ। यो चाहिँ चिन्डे हो कि चिन्डी के भन्यो मलाई त्यो गाइडले कि फाइनली हामी सिङ्गलिलाको टपमा आइपुगेको छ है। फाइनली हामी दुईजनाको चाहिँ वेस्ट पनि पुरा भयो यहाँ आउने पनि। अन्त लास्ट टाइम पनि हामी आउँदाखेरि खालि 40सम्म मात्रै आएको थियौँ र योपालि चाहिँ दुई भाइ चाहिँ हामी आइपुग्यौँ सिङ्गलिलासम्म नै। यो चाहिँ सिङ्गलिला रेन्ज है। आज चाहिँ बादल लागेको हुनाले गर्दाखेरि क्लियर भ्यू छैन। यस्तोको वरिपरिको हल्का पल्का नजारा चाहिँ यस्तो रहेछ। यता चाहिँ सबै बादल लागेको छ अहिले, त्यसले गर्दाखेरि हामीले क्लियर भ्यू पाएको छैन। यहाँ चाहिँ बोर्डर पोइन्ट टक्कै यतापट्टि भारत, यतापट्टि नेपाल र अलिअलि कुहिरोले खोल्यो। यहाँ पर चाहिँ देख्दैछ हाम्रो कञ्चनजङ्घा टक्कै। अब चाहिँ हामी फर्किँदैछ यहाँबाट। यताबाट होइन, यताबाट होइन, यहाँबाट हौ, त्यता त होइन हौ, यता हौ उफ पर हौ फोक्टे डाँडा। बुढोले झन्डै बुढोले उता लगे झन्डै नेपालपट्टि हाल्यो नि बुढोले। यता है, यता हामी जाने पर फोक्टे डाँडा।
यता चाहिँ नेपाल साइड रहेछ ऊ तल चाहिँ गोठ रहेछ हौ यहाँनिर चाहिँ यहाँ तल चाहिँ यहाँ पनि एउटा गोठ रहेछ यहाँ चाहिँ के हो चौडीहरू गाईहरू अब चाहिँ हामी हाम्रो टेन्ट भएको जग्गामा आइपुग्यो फोक्टेमा कालीझारमा आइपुग्यो अब चाहिँ हामी हाम्रो टेन्टहरू चाहिँ यसरी लगाएको थिएँ हिजो यहाँ सुत्दै भएको हो यो चाहिँ कालीझार यो उकालो चाहिँ गएको हिजो चाहिँ हामी हिजो अरे अघि बिहान उकालो यो टक्कै डाँडा काटेपछि चाहिँ फोक्टे टक्कै निस्किन्छ संसारको लास्ट डे अफ अ ट्रिप मेरो टोपी बिना हाम्रो सबैजनाहरू अब यहाँ रेडी भइसकेको छ सरले पनि प्याकिङ हानिसकेको छ अब डाउन है डाउनहरू पनि रेडी यहाँ हाम्रो गाइड सरहरू हुनुहुन्छ हाम्रो प्रेसिडेन्ट साहब हुनुहुन्छ यहाँ हाम्रो ह्यान्डसम गाइड्सहरू चाहिँ यहाँ छ फेरि है अब प्याक स्याक भएर चाहिँ अब अलिअलि लगाएर चाहिँ लाग्नु पर्ने राकेशलाई चाहिँ तनाव भयो जस्तो छ के भयो ए ठिक के छ अब ट्रेकिङ आएर अलिकति त्यस्तो पनि भएन भने त केही न केही नि त फेरि होइन हिरो यस्तो छ यहाँ हिरो यस्तो छ है ल अब हामी अलमोस्ट सबैजना रेडी भइसक्यो अब लन्च गरेर चाहिँ डाउन ब्याक होम ल अब फाइनल डेको यहाँ लन्च रेडी हुँदैछ के को मासु छ यो चाहिँ याकको चिज अरे यहाँ सबैजना अब रेडी भइसकेको छ ब्याक होमको लागि अब चाहिँ हामी निस्केको बाबा फोक्टे बाई बाई फोक्टे लु सर म आएँ तपाईँसँग लु वाज अ मेमोरेबल ट्रिप चिवा भन्ज्याङ फालुट सरी फोक्टे झिङ्गलीला आदिवासीसम्म पुग्यो सरहरू गयो हामी चाहिँ झिङ्गलीला गयो है बाई बाई फाइनली
आज हामी रिटर्न हुँदैछ। सर के भन्नु छ तपाईँलाई? एकदमै हामी इन्जोय गऱ्यौँ कालीझारमा। रमाइलो थियो है? रमाइलो थियो। हिजोको रात एकदमै रमाइलो भएको थियो। रमाइलो भएको थियो। अनि आज चाहिँ हामी ब्याक टु उत्तरेछौँ है। हजुर। यस्तो ट्रिपहरू आउने सालमा फेरि पनि हामी गर्नेछौँ है। गर्नेछौँ। यो कुरा पहिलाको ट्रिपमा पनि सरले भन्नुभएको थियो। त्यसले गर्दाखेरि फेरि यो ट्रिप पुग्यो हाम्रो। अब आउने दिनमा पनि फेरि पुग्छ होला भन्ने आशा गरेको छौँ। यसरी नै आज चाहिँ लाग्यौँ है। अब भने चाहिँ हामी धाप भन्नेमा आइपुगेछ। यहाँदेखि अब यसो अझै तल छ आउने बाटो चाहिँ यो। अब चाहिँ हामी अचलेमा आइपुग्यो। अनि हाम्रो टिम चाहिँ गल्ने थाक्ने भन्ने चाहिँ पटक्कै छैन है। फुटबल नि बोकेर आएको छ, गोली नि खेल्नु भ्याइरहेको छ हो। यहाँ एकछिन रेस्ट। ल अब भने चाहिँ हामी यहाँ आजको लन्च गर्ने जग्गामा आइपुगेको छौँ। अब यहाँ लन्च हुन्छ। त्यस पश्चात चाहिँ हामी झरेर उत्तरी पुग्छौँ र हाम्रो टिमहरू यसरी यहाँ लडिरहेछन्। हाम्रो लन्चमा रेडी हुँदैछ। हुन्छ फाइनली अब चाहिँ हिल्लेरीसम्म आइपुग्यौँ। हत्तु 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 भयो। यहाँसम्म चाहिँ त्यही त हो। यहाँसम्म नि तर फाइनली हामी चाहिँ आइपुगेको त छैनौँ। अझै हामी जानुपर्ने चाहिँ 15 मिनट चाहिँ भनाइ हो। र यहाँनिर 15 मिनटको हिँडाइ चाहिँ तपाईँको झन्डै लगभग 1 घन्टाको हिँडाइ हुन्छ। अन्त हामी चाहिँ यहाँ होमस्टेमा आइपुगेर थकाइ मार्दैछौँ, चिया खाँदै हो। र अब आजको चाहिँ हाम्रो ट्रिप यहीँ एन्ड हुन्छ। हामी उत्तरीमा छ र अब चाहिँ यहाँदेखि हामी आफ्नो घर जान्छ। यहाँ सबैजना थाकेको नभए पनि सबैजना खुसी देखिन्छ है। प्रेजेन्ट एकदमै चिया चाहिँ साह्रै मिठो है। अन्तिममा होल टिमलाई एकदमै हृदयबाट नै धन्यवाद। एकदमै राम्रो कोअर्डिनेसन गरेर हामीले तपाईँको यो 2 रात 3 दिनको हाम्रो जुन चाहिँ ट्रिप थियो एकदमै सक्सेसफुल्ली हामी सफल भएको छौँ। र विशेष गरेर सबैलाई नै एकदमै धन्यवाद। आउने दिनहरूमा पनि यस्तो ट्रिप चाहिँ धेरै मिलोस्। फेरि बनिएको छ एकचोटि टोपी लगाउनु धेरै नाम भएछ कि यसो लगाइहाल्छु। अब यो देशको ट्रेकिङ छ यता हो यो देशको ट्रेकिङ छ तर राकेश क्यान्सल फिट भएन भने। ओके ल यस्तै छ। यसरी नै फेरि आउने दिनहरूमा पनि यस्तो ट्रिपहरू फेरि गर्नु पाऊँ है। यो भन्दै यतिमै हामी यस ट्रिपलाई एन्ड गर्न चाहन्छौँ। थ्याङ्क यू सो मच।